सरकारी कर्मचारी, कार्यालय सहयोगी, खरिदार, नायब सुब्बा, शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव र मुख्य सचिवको तलब बढेको छ। सरकारी कर्मचारीको न्यूनतम तलब 40,000 भएको छ भने सबैभन्दा माथिल्लो तह मुख्य सचिवको तलब करिब 1,04,000 पुगेको छ। कार्यालय सहयोगी सुरुको तलब स्केल 28,690, प्रोत्साहन भत्ता 2,869, ग्रेड सङ्ख्या 6, ग्रेड दर 956, महँगी भत्ता 5,000, जम्मा तलब बढीमा 42,295 रहेको छ। त्यसै गरी खरिदार सुरुको तलब स्केल 26,192, प्रोत्साहन भत्ता 3,619, ग्रेड सङ्ख्या 10, ग्रेड दर 1,206, महँगी भत्ता 5,000, जम्मा तलब बढीमा 56,471 रहेको छ। त्यसै गरी नायब सुब्बा सुरुको तलब स्केल 38,203, प्रोत्साहन भत्ता 3,802, ग्रेड सङ्ख्या 10, ग्रेड दर 1,273, महँगी भत्ता 5,000, जम्मा तलब बढीमा 59,753 रहेको छ। त्यसै गरी शाखा अधिकृत सुरुको तलब स्केल 48,058, प्रोत्साहन भत्ता 4,806, ग्रेड सङ्ख्या 8, ग्रेड दर 1,602, महँगी भत्ता 5,000, जम्मा तलब बढीमा 70,680 रहेको छ। त्यसै गरी उपसचिवको सुरुको तलब स्केल 53,611, प्रोत्साहन भत्ता 5,361, ग्रेड सङ्ख्या 8, ग्रेड दर 1,787, महँगी भत्ता 5,000, जम्मा तलब बढीमा 78,268 रहेको छ। त्यसै गरी सहसचिवको सुरुको तलब स्केल 62,466, प्रोत्साहन भत्ता 6,247, ग्रेड सङ्ख्या 7, ग्रेड दर 2,082, महँगी भत्ता 5,000, जम्मा तलब बढीमा 88,287 रहेको छ। त्यसै गरी सचिवको सुरुको तलब स्केल 79,290, प्रोत्साहन भत्ता 7,929, ग्रेड सङ्ख्या 2, ग्रेड दर 2,343, महँगी भत्ता 5,000, जम्मा तलब बढीमा 97,505 रहेको छ। त्यसै गरी अन्तिममा रहेको छ मुख्य सचिवको सुरुको तलब स्केल 84,932, प्रोत्साहन भत्ता 8,493, ग्रेड सङ्ख्या 2, ग्रेड दर 2,831, महँगी भत्ता 5,000, जम्मा तलब बढीमा 1,04,087 रहेको छ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ।